न्याय स्थापना गर्नको लागि यो देशको चाहिँ सुशासन समृद्धिको लागि राष्ट्रिय स्वतन्त्र पार्टीमाथि जनताको जुन एउटा अपेक्षा छ त्यसलाई हामी तुषारापात हुन दिँदैनौँ। त्यो अपेक्षा खेर जान दिँदैनौँ। हामी यो पुरा गरेर छाड्छौँ। जस्तो कि अब निर्वाचन पनि नजिकै आइराखेको छ, के छ रासोपाको तयारी? दिनदिनै यहाँनिर हजुरहरूको चाहिँ अब पार्टी प्रवेशको कार्यक्रम भइराखेको छ, तर भिड चाहिँ रासोपाको भन्दा उतातिर बढी देखिन्छ। के हो अब यो? अलि जनता छक्क परेका छन् क्या, यता सबै रासोपामा आइसक्यो कि भन्ने थियो सामाजिक सञ्जालको चर्चा हेर्दै गर्दा। जनता जति चाहिँ सबै उतैतिर भयो। अब के हो, रासोपाले पनि झुक्याउन खोजेको हो कि भन्ने पनि भयो नि। केही हजार अब मैले चाहिँ आम नागरिक त तपाईँको चाहिँ कुन पार्टीको नेताले के बोल्दो रहेछ भनेर सुन्न पनि जान्छन् नि त। राष्ट्रिय स्वतन्त्र पार्टीको नेतालाई पनि त्यहाँ शुभकामनाको लागि बोलाउँदाखेरि त त्यहाँ अरू मान्छेहरू पनि सुन्नलाई जान्छन्। त्यो कारणले म भिडको तुलना म गर्न चाहदिनँ, एजेन्डाको तुलना गर्न चाहन्छु। एजेन्डामा राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासन, समुन्नति, लोकतन्त्र र लोक कल्याणकारी राज्यको लागि जुन एउटा प्रतिबद्धता राखेर हामीले वाचा पत्रमा हामी फ्रेस चाहिँ एजेन्डा बोकेर आएका छौँ। र अहिले पछिल्लो समय जेनजीले उठाउनु भएको, जेनजी साथीहरूले उठाउनु भएको आन्दोलनै भएको भ्रष्टाचार विरुद्ध त हामीले बिगुलै फुकेको हो नि त। 79 को असार 7 गतेदेखि हामी त्यो बिगुल फुकेर चोक चौतारोदेखि सदनसम्म हामीले पछिल्लो चोटि त सदन 3 महिनासम्म अवरुद्धै गऱ्यौँ। भ्रष्टाचारको कुरा छानबिन हुनुपर्छ भनेर होइन। यो विशेष गरी चाहिँ भिजिट भिसा काण्डमा, भुटानी शरणार्थी काण्डमा यो सबै चिज छानबिन हुनुपर्छ भनेर हामीले त सदन अवरुद्ध गऱ्यौँ। त्यो कारणले हामी एजेन्डामा अगाडि छौँ। देश र जनताको एजेन्डा बोकेर आएको पार्टी हो हामी। नदबिकन देश र जनताकै पक्षमा हामी निरन्तर अगाडि बढ्छौँ। अन्तमा सर, अब निर्वाचन नजिकै गर्दा रासोपाप्रति सकारात्मक माहौल बन्यो भन्ने जुन तपाईँहरूले अहिले सामाजिक सञ्जालहरूमा देखिएको छ, देखाइराख्नु भएको छ, के छ त अब आसन्न निर्वाचनमा रासोपाले अथवा भनौँ रासोपाले बहुमतको सरकार बनाउन सक्ने, हैसियत बनाउन सक्ला? के छ यो सम्भावना? हजुरको के छ विश्लेषण अहिलेको अवस्थामा? अब राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको रणनीति हजुर र हाम्रो कार्यनीतिलाई हेर्ने हो र आम जनताको अपेक्षा र हामीलाई प्राप्त समर्थनलाई हेर्ने हो भने यो चुनाव पछाडि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्छ, स्पष्ट सरकार बन्छ। कार्यकर्ताहरू चाहिँ कस्ता हुँदो रहेछन् भने कार्यक्रम चाहिँ अर्कैको कार्यक्रममा जाने, एमालेको कार्यक्रममा, राष्ट्रपाको कार्यक्रममा जाने, मनमा चाहिँ भोट अर्कैलाई हाल्छु भन्ने हुँदो रहेछ। हिजो हामीले त्यहाँ पनि थुप्रै त्यस्ता केसहरू पनि देख्यौँ। राष्ट्रपामा प्रवेश गर्छु, भोट चाहिँ एमालेलाई हाल्छु भन्ने पनि हुने हो कि फेरि आफूले आस्था गरेको पुरानो राजनीतिक दलमा अब छोडिहालौँ समस्या छ। किनभने सामाजिक प्रतिष्ठा, साथीभाइ सबै त्यतैतिर छन्। अब नछोडे पनि भोट चाहिँ घन्टीमा दिने हो भन्नेको सङ्ख्या त असाध्यै धेरै छ। त्यो कारणले गर्दाखेरि हामीले पनि के भनिराखेका छौँ भने पुरानो पार्टी तपाईँले छोडे भनेर धेरै हल्ला गरिराख्नु पनि पर्दैन। किनभने समाजमा पनि त्यसको तत्काल त्यति राम्रो सन्देश नजान सक्छ, घेराबन्दीहरू हुन सक्छ। पार्टीको झन्डा चाहिँ पुरानै बोकिराख्या भए पनि भोट चाहिँ घन्टीमा दिनुपर्छ। किनभने यो देश परिवर्तन गर्ने, अबको चाहिँ नेतृत्व गर्ने पार्टी नै राष्ट्रिय स्वतन्त्र पार्टी हो भन्ने हिसाबमा हामीले सन्देश पनि दिएका छौँ र आम नागरिकको पनि त्यस्तै कुरा छ। त्यो कारणले गर्दाखेरि चाहिँ अहिले पार्टी कहाँ छु के छु भन्ने हिसाबको छोड्न पर्यो। मुलुक बनाउनेमा भोट हाल्न पर्यो। मुलुक बनाउने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो। समयको लागि धन्यवाद।